नमस्कार, तपाईँलाई हार्दिक स्वागत छ। आज हामीसँग यस्ता व्यक्तित्व हुनुहुन्छ, उहाँ माउन्टेन एभरेस्ट चढेर आइसक्नु भएको छ। उहाँ ताप्लेजुङबाट यो सानै उमेरमा माउन्ट एभरेस्ट उहाँले आरोहण गरिसक्नु भएको छ। हामी सोही व्यक्तिसँग रहेर कुराकानीलाई जोड्नेछौँ। तपाईँलाई हामीलाई युट्युब मार्फत, त्यसै गरी फेसबुक पेज, त्यसै गरी टिकटकबाट पनि प्रत्यक्ष रूपमा हेर्न सक्नुहुनेछ। र हाम्रो कुराकानी तपाईँलाई के कस्तो लाग्छ, यसले सल्लाह सुझाव दिनुहोला र जो व्यक्ति हुनुहुन्छ उहाँलाई तपाईँले सपोर्ट पनि गर्न सक्नुहुनेछ। ओके, आउनुहोस् हामी अब भने उहाँको यो कसरी उहाँले आरोहण गर्नुभयो माउन्ट एभरेस्ट, त्यो बारेमा रहेर कुराकानी गर्नेछौँ। यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद नवीन सर तपाईँलाई। जस्तै तपाईँ ताप्लेजुङबाट चाहिँ माउन्ट एभरेस्ट चढ्नु भएको छ हेमन्तजी। यो सानै उमेरमा तपाईँ जब 24 वर्ष मात्र हुनुहुन्थ्यो, हजुर होइन? हजुर। र तपाईँले जब कति वर्षको एजदेखि चाहिँ म सगरमाथा आरोहण गर्न पाए हुन्थ्यो, तपाईँको केही सपनाहरू थियो? मेरो सपना त खासै भन्नुपर्दा केही थिएन। यो अब हिमालमा काम गर्ने सिलसिलामा यो माउन्ट एभरेस्ट चढ्ने मौका मिल्यो, होइन? यो माउन्ट एभरेस्टको बेस क्याम्पमा बसेर यो माउन्ट एभरेस्ट चढ्नुभन्दा 2 वर्ष अगाडि नै बेस क्याम्पमा रहेर किचनमा कुकहरूलाई हेल्प गरेर, होइन, त्यस्तै सहयोगहरू गरेर अनि यस 3 वर्षको दौरानमा चाहिँ माउन्ट एभरेस्ट चढ्ने मौका मिल्यो। तपाईँ 3 वर्ष चाहिँ सर्भिस गर्नुभयो, जुन गाइडलाइनमा काम गर्नुभयो, कुकिङ काम पनि गर्नुहुन्थ्यो, अनि त्यसै साथीभाइसँग भेला हुँदाहुँदै कुराकानी गर्ने बेलामा चाहिँ तपाईँ एउटा सपना बोक्नुभयो सगरमाथा चढ्ने गर्नुभयो, होइन? हजुर सर। त्योभन्दा अगाडि तपाईँ के गर्नुहुन्थ्यो? त्योभन्दा अगाडि त अब यसै गाउँघरमा खेती किसान, होइन, यसो अब स्कुलहरू पढ्ने, अब त्यसरी नै अब गरिन्थ्यो कामहरू। तपाईँ काठमाडौँ चाहिँ कति साल अगाडिदेखि चाहिँ उतै निरन्तर तपाईँ माउन्ट एभरेस्टमा रहेर काम गर्नुभयो? म चाहिँ काठमाडौँ गएको 2022मा हो, स्टेट। त्यहाँदेखि 2022देखि एकजना हाम्रो बाजे हुनुहुन्थ्यो क्या, उहाँ कुमार गुरुङ भन्ने, उहाँले नै अब काममा जोइन पनि गरिदिनु भयो। अनि त्यस पछाडि अनि अब हामीसँगै जानुपर्छ माथि बेस क्याम्पमा काम गर्नलाई, सक्छ कि सक्दैनस् भन्नुभयो, होइन? त्यस पछाडि अब काम गर्ने सिलसिलामा त्यहाँ पनि अब पर्फर्मेन्सहरू अलि राम्रो हुँदै गयो, होइन? अनि यो पर्फर्मेन्सहरू राम्रो भइसकेपछि यो 3 वर्षको दौरानमा चाहिँ अब सबै शेर्पाहरू हुन्छ नि त त्यहाँनिर, धेरै शेर्पाहरूले अब अरू गुरुङ जातिहरू पनि हुन्छ, होइन? गुरुङहरूले पनि हिमाल चढेर आएको देखियो। सबैजनाले अब सगरमाथाको चुचुरो चुमेर आएको देख्दा आफूलाई पनि गर्व त भइहाल्छ, होइन? तपाईँलाई जो जस आँट हिम्मत भयो कि म आफूलाई चढौँ भयो? हजुर, मलाई पनि चढौँ भयो। त्यस पछाडि 4 ट्राई गरेको, 1 वर्षमै सक्सेस भयो क्या। जस्तै त्यो हिमाल चढ्नको लागि सक्सेस भएन भने चाहिँ फर्केर आउँछन्, होइन? आदि चढ्दै। हजुर, सक्सेस भएन भने चाहिँ अब हामी अब क्याम्प 1, क्याम्प 2, क्याम्प 3, क्याम्प 4 सम्म, होइन, अनि जाने हाम्रो प्रोसेस हुन्छ सुरुमा, होइन? सुरुमा जाने भनेको हामी क्याम्प 1, होइन? अब हामी क्याम्प 1 सम्म जाँदाखेरि हामीलाई केही टाउको दुखिहाल्यो, भारी बोक्नु सकेन, होइन? त्यो भयो भने त्यहीँबाट फर्किनुपर्ने अवस्था हुनसक्छ। त्यो चाहिँ एउटा कम्पनी, जस्तै यो एभरेस्ट चढ्नको लागि पनि कम्पनी मार्फत हुन्छ कि? हजुर, यो कम्पनी मार्फतै हुन्छ। यो नेपालमा पनि यो 15-20 वटा कम्पनीहरू छ। जस्तै सगरमाथा हिमाल चढ्नको लागि चाहिँ के उपकरण प्रयोग गर्नुपर्छ? सगरमाथा चढ्नको लागि चाहिने उपकरणहरू त अब हार्नेस, होइन, झुमर, क्याराबिनरहरू, अनि हेलमेट, चस्मा, पन्जा, अनि डाङ्ग्री, क्र्याम्पन, अनि समिट सुज, समिट सक्स, होइन? अनि ब्यागहरू पनि एकदमै राम्रो कम्फर्टेबलवाला नै चाहिन्छ, होइन? अब किनभने अब माथि हिमालमा त अब सस्तोको लगेर काम छैन, फाटिहाल्यो भने पनि अब काठमाडौँ किन्न आउनलाई टाढो पर्छ, होइन? त्यही भएर त्यस्तै उपकरणहरू नै हामी युज गर्छौँ हिमालमा। जस्तै तपाईँहरू चाहिँ
माउन्ट एभरेस्ट चढ्नको लागि चाहिँ कति समय हुन्छ, त्यसमा कति दिनको समय हुन्छ? हाम्रो अब यो नेपाल सरकारले तोकेको चाहिँ हाम्रो 75 दिन भनेर भन्छ। 75 दिनमा चाहिँ कम्प्लिट गरिसक्नुपर्छ भन्छ होइन। अब यो मान्छेहरू चढ्ने भनेको त्यही जम्मा अब बेस क्याम्पहरू सेट गरेर होइन माथि पुगेर आउँदा गर्दाखेरि त्यसै 3 महिना जति लाग्छ। 3 महिना जति लाग्छ। हजुर। तपाईँको कति लाग्यो ठ्याक्कै? हामीलाई त अब त्यो सबै बेस क्याम्पहरू सेट गरेर होइन अनि क्याम्प वानतिर भारीहरू डिपोजिट गरेर क्याम्प 2तिर डिपोजिट गरेर सबै अन्तिममा क्लोजिङ गरेर काठमाडौँ आइपुगेसम्म ठ्याक्कै 3 महिना लाग्यो। तपाईँलाई ठ्याक्कै 3 महिना लाग्यो? हजुर। जस्तै यो सबैभन्दा जे कुरामा नि आर्थिकै कुरा जोडिन्छ होइन? हजुर। तपाईँलाई माउन्ट एभरेस्ट चढ्नको लागि चाहिँ लगभग कति के खर्च लाग्यो? मलाई चाहिँ अब यो सबै कम्पनीले स्पोन्सर पनि गर्यो होइन। स्पोन्सर भन्दा नि कम्पनीले नै सबै कुराहरू गर्थ्यो। त्यसमा आफूले अब पर्सनल व्यक्तिगत गर्नुपर्ने भनेको चाहिँ मेरो इक्विपमेन्ट मात्रै रहेको। इक्विपमेन्ट चाहिँ मैले आफै उपलब्ध गराएर सगरमाथाको चुचुरोसम्म पुगेर आएको हुँ। 8,848.86 मिटर हो। त्यो क्षण, त्यो एउटा ह्याप्पी मोमेन्ट, हजुर, अनि त्यो सङ्घर्ष एकदमै वाउ छ होइन? हजुर, वाउ हुन्छ। धेरैजनाको अब त्यहाँ बाटोतिर लासहरू पनि देखिन्छ होइन। त्यतिखेर त अब अलि नरमाइलो पनि लाग्छ, तर पनि अब एउटा होइन आफ्नो ड्रिम हो होइन। जस्तै त्यो तपाईँले ठ्याक्कै कुरा जोडिहाल्नु भयो। कतिपय चाहिँ लासहरू चाहिँ कुन्चिँदै गइन्छ भनेर हामीले पनि त्यो सुन्नमा आउँछ। खासमा के हो त्यो एक्ज्याक्टली कुरो सेयर गर्नुहोस् न। हजुर, त्यो अब लासहरू त माथि सगरमाथा चढ्दाखेरि त्यो समिटको तल अब हिलारी स्टेपतिर, हिलारी स्टेप भन्दा नि मासतिर त्यो चाहिँ कति, जस्तै कति हाइटमा चाहिँ तपाईँले पहिलो सप चाहिँ कति हाइटमा तपाईँले भेट्नुभयो? त्यस्तो मैले 8,000 मिटरको हाइटमा नि भेटेको। यो साउथ पोलको क्याम्प 4को छेउमा थियो, एकजना लास लडिरहेको थियो होइन। भर्खरै ताजा नै थियो। ओहो। हजुर, त्यो चाहिँ मरिरहेको थियो होइन। विदेशी नागरिक? हजुर, विदेशी नै हो। त्यस पछाडि अब माथि अब भोलि त्यही दिन बेलुका हामी समिटको लागि जानुपर्ने हुन्छ होइन। त्यहीँनिर अब खानेकुराहरू तातो पानीहरू के खाएर होइन। अनि त्यस पछाडि रातभरि हिँड्यो होइन। भोलिपल्ट बिहान पख 6-7 बजी अलि रिमरिम हुँदाखेरि झट्टै लास देखियो क्या, त्यो मरेको लास होइन। अगाडि देख्दा त ओहो एउटा लास देखियो भनेको जस्तो भयो है। अलिपर्तिरको 2-3वटा लास देखियो मरेको होइन। अनि एउटा लास चाहिँ अब कुन्चिँदै पनि जानुपर्ने अवस्था भयो होइन। त्यो way नै त्यही भयो? हजुर, way नै त्यही भयो। अब बाटो नै त्यही भएपछि त्यो कुन्चेर जाने अवस्था नै सिर्जना भयो। अब के गर्नु, आफ्नो सब माथि टार्गेट त अब समिटमा छ होइन। जसरी समिटमा पुगेर आउनुपर्ने छ, त्यसैले गर्दा नै हो लासहरू पनि देखियो। तपाईँलाई याद छ टोटल्ली कतिवटा लास चाहिँ तपाईँले तपाईँको आँखाले प्रत्यक्ष देख्नुभयो? मैले त्यस्तै टोटल देखेको चाहिँ त्यस्तै 8-9वटा जति चाहिँ देखेँ मैले लास। 8-9वटा? हजुर। त्यसमा विदेशी नागरिक अनि नेपाली थाहा पाउनुभयो तपाईँले? विदेशी नेपालीहरू भनेर अब त्यो भर्खरै ताजै मरेको चाहिँ विदेशीहरू थियो। अब माथि त्यो के अरे 1-2 वर्ष अगाडि मरेको सपहरू चाहिँ उनीहरू चाहिँ अब सबै आँखाहरू सबै पुरै गाडिसकेको थियो। आँखा केही नचिन्ने त्यो आइसले जमेर विकास त भइसकेको थियो क्या, त्यत्तिकै टाँसिएर यस्तो भइसक्यो, त्यो चिन्नै गाह्रो भयो। त्यो चाहिँ मेरो विचारमा नेपाली त होइन विदेशी जस्तो नि लाग्यो। जस्तै हिमाल माउन्ट एभरेस्ट अथवा एनिवे कुनै पनि हिमाल आरोहण गरिराख्दाखेरि चाहिँ के कारणले मान्छेको मृत्यु चाँडो हुनसक्छ? के कारणले त्यो हुनसक्छ? मेन भनेको अब होइन मान्छेलाई अब शरीरसँग हायल चुचुट पनि पच्नु पऱ्यो क्या। अब कसैलाई लेक लाग्नेहरू भनेको सुनिन्छ नि त हामीले होइन। लेक लाग्न सक्छ होइन। अब यो कतिपय कुराहरू भनेको अब जानेको यो इक्विपमेन्टले गर्दा नि हुन्छ क्या, यो ड्रेसहरूले गर्दा। अब तपाईँको ड्रेसहरू राम्रो भएन भने कसैको अब हातहरू खाने होइन, खुट्टाहरू खाने, अब चस्माहरू राम्रो भएन आँखै खाने समस्या हुन्छ। त्यस्तो सिचुएसनहरू पनि हुनसक्छ होइन। त्यस्तै नै हो। जस्तै इक्विपमेन्टहरू चाहिँ राम्रो भएन भने चाहिँ त्यो समस्याहरू पनि आउन सक्छ भन्नुभयो। त्यो चाहिँ एकदमै राम्रो इक्विपमेन्ट प्रयोग गर्नको लागि चाहिँ अगाडि नै आफूले
रेडी हुनु पर्यो, हजुर राम्रो बनाउनु पर्यो। हजुर अगाडि नै अब हामीले खरिद गरेर किन्नुपर्ने हुन्छ। अब यो विभिन्न ब्रान्डको हुन्छ नि त, यो अब ब्ल्याक डायमन्ड, ला स्पेक्ट्राहरू भन्ने हुन्छ होइन। अब यो माउन्टेन हार्डवेयरहरू भन्ने, माउन्टेन हार्डवेयर त है, माउन्टेन हार्डवेयर यस्तोहरू हुन्छ। अब अलि राम्रो भयो भने चाहिँ आफूलाई नै सहज हुन्छ। जस्तै एभरेस्ट चढिराख्दाखेरि चाहिँ मान्छेले कति व्यक्तिले चाहिँ जुन ट्रेनिङहरू लिएको हुन्छ होइन, त्यो ट्रेनिङ चाहिँ तपाईँले लिनुभयो कि भएन? हजुर मैले पनि अब ट्रेनिङ त लिएको हो होइन। सगरमाथा चढ्नुभन्दा अगाडि यो अब NMIA भन्ने संस्थाले ट्रेनिङहरू खुलाएको हुन्छ क्या माथि एभरेस्ट जानको लागि। मैले बेसिक इन्ट्रोडक्टरी रक क्लाइम्बिङ र बेसिक रेसको ट्रेनिङ गरिसकेर मात्रै सगरमाथा चढ्न गएको हो। त्यो ट्रेनिङ कति महिनाको हुन्छ? ट्रेनिङ चाहिँ अब यस्तो हुन्छ 7-7 दिनको हुन्छ। एउटा ट्रेनिङ चाहिँ 7 दिनको हुन्छ। त्यस पछाडि फेरि अर्को बेसिक रेस्क्यु भन्ने हुन्छ, त्यो पनि 7 दिनको हुन्छ। त्यो पनि कम्प्लिट गरेर त्यो ट्रेनिङ लिनको लागि चाहिँ लगभग कति लागत आफूले तिर्नुपर्ने हुन्छ? लागत त्यही 20-30 हजार जति पर्छ। 20-30 हजार। अब त्योभन्दा पछाडिको ट्रेनिङहरूमा चाहिँ अलिक महँगी बढ्दै जान्छ। अरू पनि विभिन्न ट्रेनिङहरू हुन्छ, त्यो आफूले गरे पनि भयो नगरे पनि भयो। त्यो अरू ट्रेनिङ चाहिँ अब कम्पलसरी छैन, त्यस्तै नै हो। जस्तै तपाईँले माउन्ट एभरेस्ट चढ्दै गर्दाखेरि चाहिँ घर परिवारलाई तपाईँले भन्नुभएको थियो म माउन्ट एभरेस्ट समिट गर्दैछु भनेर आफ्नो फ्यामिलीलाई जानकारी दिनुभयो कि भएन? मैले त जानकारी दिइनँ नि, एकैचोटि सरप्राइज जस्तो भयो क्या। यो अब मेरो घर परिवार कसैलाई पनि थाहा थिएन क्या म माथि समिटमा जाँदैछु भनेर। खासमा किन भन्नुभयो? अब घर परिवार अब अलिक निराश हुन्छन् कि भनेर नि। त्यो अठोट आँट हिम्मत जोस चाहिँ तपाईँसँग भित्रबाटै थियो? हजुर मेरो भित्रबाट नि थियो। म पनि केही गर्नुपर्छ भन्ने मन साथले नै गरेको। जस्तै एउटा नेपाली नागरिकलाई माउन्ट एभरेस्ट चढ्नको लागि लगभग त्यो 3 महिनाको पिरियडमा चाहिँ लगभग मिनिमम कति जति चार्ज तिर्नुपर्ने हुन्छ? के त्यसको मेथडहरू के छन्? मेथड भनेको चाहिँ अब यस्तो नेपाली नागरिकहरूलाई भन्नुभयो भने तपाईँले अब यस्तो यो प्राइभेट जानेहरूलाई चाहिँ अब प्राइभेट अब यो सबै कुरा होइन कम्पनीले गरिदिने भयो भने चाहिँ अब खाने बस्ने ट्रेनहरू टाङ्गिने होइन अक्सिजनहरू बोकिदिने कामहरू चाहिँ कम्पनीले नै बेहोर्यो भने चाहिँ 30 देखि 40 लाखसम्म लाग्छ। 30 देखि 40 लाख? हजुर। अब हामी चाहिँ यो अब व्यक्तिगत अब यो के अरे शेर्पा भन्छ त हिमालतिर त होइन, क्लाइम्बिङ शेर्पा भन्छ। हामी चाहिँ अगाडि नै अब यो बेस क्याम्पहरू बनाउने अनि यो के अक्सिजनहरू खानेकुराहरू डिपोजिट गर्ने क्याम्प 1 क्याम्प 2 क्याम्प 3 होइन क्याम्प 4 सम्म अक्सिजनहरू पिराइसकेपछि हाम्रो चाहिँ अब लगानी अब थोरै हुन्छ। हाम्रो त्यही अब इक्विपमेन्ट भने नि त मैले अघि, त्यही इक्विपमेन्टमा मात्रै खर्च हुने भयो। उनीहरूको चाहिँ अब सबै टोटल एभरेजमा त्यति हुन्छ। प्राइभेट जान्छु भन्दा चाहिँ त्यति लाग्छ। लगभग कति? 30 देखि 40 लाख। 30 देखि 40 लाख लाग्छ। हजुर। भनेपछि तपाईँले चाहिँ लगभग कति जति इन्भेस्ट गर्नुभयो तपाईँले त्यो बेला? मैले कति जति लगानी गर्नुभयो? मैले चाहिँ 5-6 लाख जति चाहिँ लगानी गरेँ। 5-6 लाख जति तपाईँको प्राइभेट त्यति चाहिँ लाग्यो? हजुर त्यति चाहिँ लाग्यो। त्यस तपाईँले सबैबाट हेल्प पाउनुभयो? हजुर। त्यही भएर तपाईँलाई अलिक सहजता भयो होइन? हजुर। एक हिसाबले त तपाईँ माउन्ट एभरेस्ट आउने जाने त लगभग चलि नै रहेको थियो। हजुर। कति वर्ष तपाईँले काम गरिराख्नु भएको थियो माउन्ट एभरेस्टमा? मैले 3 वर्ष जति काम गरेँ। समिट माथि सगरमाथा चुचुरोसम्म पुगेर आउनेसम्म चाहिँ मैले 3 वर्ष चाहिँ काम गरेँ फुल्ली। 3 वर्ष फुल्ली काम गर्नुभयो? हजुर। जस्तै एउटा कम्पनीको लागि कति टाइमको पिरियड हुन्छ माथि? जस्तै गाइडिङ गरेर आउने ल्याउने कति समय हुन्छ? उनीहरूको समय अब त्यो रोटेसन अनुसार हुन्छ क्या। कम्पनीको त अब त्यही हो होइन। माथि खैरेहरूको लागि चाहिँ खैरे र प्राइभेट गयो भने चाहिँ त्यही 2 महिना जति हुन्छ। 2 महिनामा अब विभिन्न एक्टिभिटिज गर्नु पर्यो। क्याम्प 1मा जाने, हाईहरू पचाउने होइन, अनि त्यहाँबाट तल बेस क्याम्पमै झर्ने, फेरि माथि जाने क्याम्प 2 जाने,
आइहरू पचाउने, फेरि तल क्याम्प बनाउने होइन, तल मात्रै बेस क्याम्पै झर्ने होइन। त्यस पछाडि माथि अब क्याम्प थिरीहरू अब सेटअप भइसकेपछि क्याम्प थिरीहरू टच गर्ने, फेरि तल आउने, त्यस्तो तरिकाले हुन्छ। एकैचोटि हामी जान सकिँदैन नि माथि। अनि आफूले हाईहरू पचिसकेपछि चाहिँ माथि अब बिस्तारै जाने हो। तपाईँ एक वर्षमा कतिचोटि माउन्ट एभरेस्ट आउने जाने गर्नुहुन्थ्यो? एक वर्षमा त अब हामी त अब सामानहरू पिराउने होइन, आउने गर्दाखेरि त्यही 10-15 चोटि चाहिँ क्याम्प टूसम्म चाहिँ पुगेर आयो। एक वर्षमा 10-15 चोटि आउने जाने चलिरहेको थियो। हजुर 10-15। त्यही भएर पनि तपाईँलाई धेरै सहजता भयो। हजुर सामानहरू पिराउने। जस्तै तपाईँले माउन्ट एभरेस्ट आरोहण गरिराख्दाखेरि चाहिँ अक्सिजन चाहिँ कतिवटा तपाईँले सक्नुभयो? मैले अक्सिजन 4टा सकेला, 3टादेखि 4टासम्म। 3टादेखि 4टा। हजुर। एउटा अक्सिजनले चाहिँ कति टाइमलाई कति घन्टासम्मलाई चाहिँ चल्छ? अब त्यो यस्तो हुन्छ, एक प्रेसरमा खायो भने चाहिँ 8 घन्टासम्म थाम्छ भन्ने हुन्छ होइन। त्यहाँ फेरि 4-5 प्रेसरसम्म हुन्छ कि माथि, यस्तो गियर जस्तो हुन्छ माथि लाउने। हजुर आफूले अब त्यो खानुमा नै भर पर्छ त्यो प्रेसर अनुसार होइन। 2मा खायो भने अलिक छिटो सकिन्छ, 3मा खायो भने अलिक छिटो सकिन्छ होइन, 1मा खायो भने अलिक ढिलो सकिन्छ, अनि 0.5मा खायो भने अलिक ढिलो सकिन्छ। त्यसै आफूलाई कुन आवश्यकता पर्छ, आफू अब अलि लिन सकेन भने अलि अब 2मा खाने, 3मा खाने होइन, त्यही अनुसारको आवश्यकता अनुसार खाने हो। अनि माथि अब मिटरै हुन्छ क्या माथि, अक्सिजन लेभलहरू पुरै देखाउँछ, यति छ है अक्सिजन भनेर पुरै देखाउँछ। जस्तै तपाईँहरू हिमाल आरोहण गरिराख्दाखेरि जस्तै खानेकुराहरू चाहिँ के लानु भएको तपाईँले? खानेकुराहरू त अब हामीलाई सबै कम्पनीले नै प्रोभाइड गर्छ होइन। बेस क्याम्पमा पनि सबै प्रोभाइड गर्छ, माथि समिटसम्म पुग्नेसम्म नै सबै प्रोभाइड गर्छ। आफूलाई अब एक्स्ट्राहरू चाहियो भने चाहिँ आफैले किनेर लानु पर्यो होइन। अब बेस क्याम्पसम्म त यस्तै हामीले नर्मल अब दाल भातहरू खाइन्छ होइन, त्यस्तै हुन्छ। अनि माथि क्याम्प टूसम्म भातहरू खाइन्छ मजाले। अनि क्याम्प टूभन्दा माथि चाहिँ अब यो हाई फुडहरू भन्ने हुन्छ होइन, तातो पानी लाउनु बित्तिकै पाक्ने खालको हुन्छ क्या, त्यस्तोहरू खानुपर्छ। अनि यो रामेन सुपहरू खाने होइन, अनि यो चम्पाहरू खाने, त्यस्तैहरू नै हुन्छ माथि क्याम्पहरू। त्यस पावरफुल फुडहरू चाहिँ लिनुपर्ने हुन्छ। हजुर। अब यो सगरमाथा चढ्दा कतिलाई थाहा नभएको कुरा होइन, सगरमाथा यो हिमालतिर चढ्दाखेरि अब दिउँसो चढ्छ भन्ने हुन्छ है। अब हिमालतिर चढ्दा हामी राति चढ्नुपर्ने हुन्छ सगरमाथा चाहिँ, राति। हजुर 12-1 बजीतिर उठेर। किन त्यो टाइममा चाहिँ राति चाहिँ किन के छ त्यस्तो? राति चाहिँ अब यो घाम लागेको हुँदैन होइन, त्यतिखेर अब यो आइसहरू पग्लेको हुँदैन नि त, त्यही भएर अब अलि हिम पहिरो जाने सम्भावनाहरू हुँदैन। अनि दिउँसोतिर गयो भने अब घामले त्यो आइसहरू पक्रिन्छ, अनि त्यो भएपछि अलि हिम पहिरो जाने सम्भावनाहरू, अब त्यो हिउँहरू फुट्ने त्यस्तो समस्याहरू हुनसक्छ। जस्तै तपाईँले जुन चाहिँ 5-6 लाख जति मेरो प्राइभेट सकियो भन्नुभयो, तपाईँले चाहिँ खर्च कसरी म्यानेज गर्नुभयो कि तपाईँ आफैसँग थियो त्यो रकम? त्यो त अब अलिअलि घर परिवार पनि सहयोग भयो आफ्नो आफन्तहरूबाट होइन। अनि त्योभन्दा अगाडि अब 2 वर्ष जति त माथि हिमालमै काम गरिसकेको थिएँ, त्यही पैसाहरू अलिअलि अब डिपोजिट पनि थियो होइन। अनि आफ्नो फ्यामिलीहरूबाट पनि सहयोग भएर त्यतिको लागतमा उपलब्ध गराउन सकियो। त्यो समयमा चाहिँ तपाईँलाई सहयोग गर्नुहुने व्यक्ति अथवा साथीभाइहरू को हुनुहुन्थ्यो, याद छ? नाम भन्न सक्नुहुन्छ? हजुर, नाम मेरो एकजना बाजे हुनुहुन्छ, मलाई पहिले सुरुमा उहाँले नै लानुभएको, कुमार गुरुङ होइन, टिकाराम गुरुङ, यता नवीन गुरुङ, अनि तारा गुरुङहरू होइन, अनि यता उता शङ्खसभातिरको साथीहरू पनि हुनुहुन्थ्यो होइन, आशिष गुरुङ होइन, माउन्टेन गाइड भइहाल्नुभयो उहाँ त होइन। हजुर अरू साथीहरू थुप्रै नै थियो। अब बेस क्याम्पमा चिनजान भइसकेको थियो अगाडि नै धेरैजनासँग होइन, त्यही भएर अलिक सहज पनि भयो। त्यही भएर चाहिँ त साथीहरूबाट पनि धेरै हेल्प भयो तपाईँलाई। एउटा त्यो अझै साथीहरू पनि अझै जोस जाँगर उमङ्ग चाहिँ तपाईँलाई अझै रह्यो होइन? हजुर। जस्तै हिमाल आरोहण गरिराख्दाखेरि चाहिँ जुन टोयलेटहरू चाहिँ आफै बोकेर ल्याउने त्यो कुरा के हो खासमा? त्यो कुरा एकदम सही हो। अब यस्तो प्लास्टिकहरू हुन्छ त्यो जिपर लाग्ने खालको,
त्यसमा चाहिँ दिसापहरू आयो, दिसाप आइहाल्यो भने त्यसमा दिसा गर्ने। अनि तल एउटा एसपिसिसी भन्ने हुन्छ होइन, त्यहाँनिर ल्याएर हामीले बुझाउनु पर्ने हुन्छ। एकजना बराबर 8 केजी बुझाउनु पर्ने हुन्छ सामान। 8 केजी जति। हजुर। तपाईँलाई 0 लेभलबाट हिमाल चढेर फर्किन कति समय लाग्यो ती बेला ठ्याक्कै? 0 लेभलबाट अब जस्तै तपाईँ आजको दिन फर इक्जाम्पल आजको दिनबाट तपाईँ माउन्ट एभरेस्ट उक्लिँदै हुनुहुन्छ। अब तपाईँ त्यो समय तपाईँ आरोहण गरेर फर्किएर अब कति समय जति लाग्यो? मलाई ठ्याक्कै 2 महिना जति लाग्यो। 2 महिना 60 डेज चाहिँ लाग्यो, त्यो फुल्ली गयो। हजुर। अब हाम्रो काम भनेको चाहिँ यस्तो हुन्छ, अघि स्टार्टिङमा अब सबै बेस क्याम्पमा गएर टेन्टहरू टाङ्ने होइन, ठुल्ठुलो डोम टेन्टहरू टाङ्नुपर्छ है। त्यो डोम टेन्टहरू अब रेडी भइसकेपछि सबै अब बेस क्याम्पमा तयारी भइसकेपछि हामीले अब क्याम्प 1मा लगेर सामानहरू डिपोजिट गर्नुपर्छ। अनि क्याम्प 1बाट क्याम्प 2 जाने, अनि क्याम्प 2मा डिपोजिट गरिसकेपछि अब क्याम्प 3तिर अब अक्सिजनहरू लाने होइन, क्याम्प 4मा अक्सिजनहरू लगेर डिपोजिट गर्ने। पछि अब सब्मिट गरेर आइन्छ हामी होइन, तर बेस क्याम्पमा अब अक्सिजनहरू अब खालीहरू हुन्छ नि त, त्यो बुझाइसकेपछि पनि अब माथि क्याम्प 2हरू अब क्लोजिङ गर्नुपर्ने हुन्छ हामीले होइन। हामी त अब व्यक्तिगत गएको होइन, कम्पनीको थ्रोबाट गएको। सबै क्लोजिङ गर्दै आउँदा होइन ठ्याक्कै काठमाडौँ आइपुग्दा 3 महिना जति लाग्छ। 3 महिना जति लाग्छ। हजुर। यस तपाईँ सुरु गरेको दिनदेखि सबै गरिएर चाहिँ ठ्याक्कै 3 महिना 90 दिन जति लाग्यो। हजुर। त्यो मोमेन्ट अहिले सम्झिँदाखेरि तपाईँलाई कस्तो लाग्छ? मलाई अब अहिले सम्झिँदा त एकदम खुसी नै लाग्छ है। अब त्यो अपर्च्युनिटी पाउनु नै ठुलो कुरा जस्तो लाग्छ होइन। त्यही हो। तपाईँ हिमाल चढ्दाखेरि चाहिँ हजुर, तपाईँले जब माउन्ट एभरेस्ट चढिराख्दाखेरि त्यो चुचुरोमा पुग्दाको समय हामीलाई सेयर गर्नुहोस् न, कस्तो भयो त्यो मोमेन्ट? त्यो मोमेन्ट त अब 8848.86 मिटरमा पुग्दाखेरि, त्यो पनि विश्वको सबैभन्दा अग्लो हिमाल होइन, त्यहाँनिर पुग्दा त अब अर्कै भयो क्या, मनै संसार नै अर्कै संसारै अर्कै जस्तो भयो क्या, मनै हलुङ भयो क्या त्यहाँनिर पुग्दा होइन। जो कोही अब मान्छे पुग्नु सक्दैन नि त्यहाँनिर चाहेर पनि होइन, त्यो एउटा सम्भव पनि छैन कतिलाई होइन। हजुर। त्यो हुनको लागि त धेरै एक्सर्साइजहरू चाहियो। हजुर। कहिलेकाहीँ रहर भर मात्रै पनि हुँदैन असम्भव कुरालाई होइन। सम्भव बनाउनको लागि चाहिँ ठुलो मेहनत एफर्ट गर्नु पर्यो। हजुर। ओके। त्यो बेला तपाईँले जुन माउन्ट एभरेस्टको त्यो चुचुरोमा तपाईँको पाइला राख्नु पनि, हजुर, त्यो बेलामा चाहिँ तपाईँले कति समय त्यहीँ रहनुभयो? त्यो समयमा 20 मिनट जति चाहिँ त्यहीँ रहे। 20 मिनट रहनुभयो। त्यो बेला चाहिँ तपाईँले के जस्तो 20 मिनटमा तपाईँ आफ्नो पाइला राख्नुहुन्छ, अनि त्यो 20 मिनटमा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ त्यो सबैजना? त्यो समयमा चाहिँ अब साथीभाइहरू हुन्छ होइन, त्यसो हामीले अब नेपाल सरकारलाई के अरे हामीले यो अक्सिजन नलाइकन अक्सिजन फुकालेर बुझाउनु, के अरे फोटो खिचेर नेपाल सरकारलाई बुझाउनु पर्ने हुन्छ। अनि त्यतिखेर त्यो अब फोटो पछि यहाँ आएर अफिसमा बुझाउने, अनि अफिसमा बुझाउने काम गर्नुपर्छ। त्यस पछाडि मात्रै सर्टिफिकेट पाइन्छ होइन। अनि अब वरिपरि पनि हेरियो मजाले होइन, अक्सिजन खोलेर। त्यो अक्सिजन खोलेर एकछिन बस्दाखेरि अब पहिले सुनिन्थ्यो नि त भिडियोतिर हेर्दाखेरि, त्यो अक्सिजन खोल्दाखेरि त अब अर्कै अनुभव हुन्छ भन्थ्यो होइन। एकछिन खोलेर हेरेको सासहरू नै कस्तो अड्के कस्तो हुने क्या भित्र, यस्तो फिलिङ्सहरू नि हुँदो रहेछ। त्यही भएर मान्छेहरू पनि बित्ने कारण त्यही जस्तो लाग्यो, अक्सिजन कमी हुन्छ नि त माथितिर त। जस्तै त्यो 20 मिनट तपाईँ रहनुभयो, जस्तै तपाईँले तपाईँको सबभन्दा चुचुरोमा गएर चाहिँ सबभन्दा पहिलोचोटि तपाईँले देख्नुभएको कुरा के थियो? जस्तै चुचुरोमा पुगेपछि सबभन्दा पहिला तपाईँले के देख्नुभयो? जस्तै त वारिपारि कतै के देख्नुभयो? चुचुरोमा पुग्नु बित्तिकै अब मान्छेहरू देख्यो, झन्डाहरू गाडेको जस्तो देख्यो क्या, लुङ्ताहरू धेरै थियो होइन। अनि लुङ्ताहरूलाई ढोकियो होइन, वरिपरि हेरेको सबै तल सानो सानो देखिन्छ है। अनि तल हेऱ्यो छाङ्गासुर देखिन्छ, त्यति साइडतिर हेऱ्यो, उतातिर हेऱ्यो अब टिबेटबाट आउने बाटो पनि छ नि त्यहाँ आउँछ होइन चढ्नको लागि, त्यतातिर पनि हेऱ्यो, अब सबै सानो देखिन्छ है। के कल्पना गरेर आए जस्तो लाग्यो है, तर पनि त्यहाँ सक्सेस हुँदा एकदमै खुसी लाग्यो। त्यो बेला चाहिँ तपाईँले सबैभन्दा पहिला माथि पुगेर चाहिँ कसलाई सम्झिनु भयो? त्यो के छ?
त्यतिखेर अब आफ्नै घर परिवार होइन, अनि आफूलाई हेल्प गर्ने इष्टमित्रहरूलाई अनि आफ्नो आफन्तहरूलाई नै सम्झ्यो। कहिले सोच्नु भएको थियो तपाईँले म माउन्ट एभरेस्ट चढ्छु भनेर चाहिँ त्यो कुनै परिकल्पना अथवा कुनै त्यो अठोट लिनुभएको थियो? मैले अब त्यस्तो कुनै परिकल्पना त गरेको थिइनँ। त्यही अब बेस क्याम्प यो अब पहिले काम गर्ने सिलसिलामा होइन, माथि एभरेस्टको बेस क्याम्पमा गएर काम गर्ने सिलसिलामा चाहिँ माथि चढ्ने चाहिँ सपना देख्यो क्या। अनि त्यही कारणले गर्दा नै माथि चढेर पनि आयो, सक्सेस पनि भयो। ह्याप्पी मोमेन्ट रह्यो। हजुर। अब सक्दिनँ होला भन्ने मोमेन्ट हिँड्दा चढिराख्दाखेरि चाहिँ अब सक्दिनँ होला भन्ने त्यो खालको वातावरण चाहिँ सिर्जना भएको भएन? त्यो पनि सिर्जना भयो नि। सुरुमा त अब हामीलाई अब यस्तो क्र्याम्पनहरू लाएर अब हिँड्ने ट्रेनिङहरू खासै थिएन होइन। सुरुमा त अब बेस क्याम्पदेखि अब माथि क्याम्पनसम्म राति पठायो। त्यतिखेर अब कहिले गएको छैन त्यो बाटो है, कहिले अब हिमाल पनि चढेको छैन। त्यतिखेर गयो अब सबै हेर्चुरा छाङ्गासुर सबै अब अगाडि पुरानो मान्छेहरू त सट्चट जान्छ है। अब पनि बिस्तारै झुन्डिँदै गयो। अब यसो भोलिपल्ट अब उज्यालो भएर हेर्दाखेरि त म त्यो त छाङ्गासुर पुरै देखिन्छ है। त्यतिखेर चाहिँ सक्दिनँ जस्तो लाग्यो होइन, नेभर गिभ अप भनेर फेरि हुँदैन रहेछ भनेर गर्छु, यहाँ साथीहरूले पनि गरेको छ आफूले पनि गर्नुपर्छ भनेर चाहिँ लाग्यो। जस्तै अब सक्दिनँ होला भनेर त्यो कतिको डर त त्यो अवश्य नै भइ नै हाल्छ होइन। त्यो डरलाई चाहिँ कसरी कन्ट्रोल गर्नु? डरलाई त अब साथीभाइको हौसलाले गर्दा पनि है, आफैले पनि अब अरू साथीभाइ अब आफू सँगसँगैको दौतारीहरू पनि थियो नि त, उहाँहरूले अब गरेको देख्दा पनि अब पनि सक्छु भन्ने अठोट चाहिँ लाग्यो। त्यो जस्तै माउन्ट एभरेस्ट आफूले समिट गरिराख्दाखेरि चाहिँ कहिलेकाहीँ त्यो वेदर चाहिँ चेन्ज हुने होइन, बिग्रिने हुन्छ। त्यो समयमा चाहिँ के हुन्छ जस्तो त हावा हुन्डरी आउने अनि एक्कासी त्यो हिउँहरू चाहिँ बिलेर चाहिँ बग्ने हुन्छ। त्यो बेला चाहिँ तपाईँहरू के गर्नुहुन्थ्यो? हामी चाहिँ अब त्यो वेदरहरू बिग्रियो भने चाहिँ वेदर रिपोर्टहरू हेर्छ माथि त अहिले हिमालमा होइन। अनि त्यो वेदर रिपोर्ट हेरेर जान्छ, त्यतिखेर सहजै हुन्छ। एक दिन चाहिँ अब हामी यो क्याम्प 2 देखि माथि साउथ पोलसम्म क्याम्प 4 सम्म होइन अक्सिजन पिराउनु गयो। त्यो बेलामा चाहिँ अब वेदर बिग्रियो एक्कासी। अब हावा त आएको छ मर्ने गरी है त्यो बेला त। अनि चाहिँ सासै रोक्ला जस्तो गर्छ। अनि त्यो छेउछाउमा भएको त्यो बरफ हुन्छ नि त, त्यो पनि उडेर आउँछ चिसो है, गालातिर आउँछ पुरै होइन। त्यतिकै गर्दै पनि क्याम्प 4 सम्म पुगेर आयो। अनि त्यहाँ अक्सिजनहरू डिपोजिट गरियो अनि आइयो तल क्याम्प 2 झरेर बसियो। अब मेरो सपनै थियो नि त होइन, म सगरमाथा जसरी चढ्छु भने मैले गिभअप त गर्नु भएन। गिभअप गरे भए त अब मैले क्याम्पमा जाँदै गिभअप गरे भए त मैले क्याम्प 2 जाने चान्स पाउँदैन थियो। अनि क्याम्प 2 मा पनि अब राम्रो पर्फर्मेन्स भएछ, टाउकोहरू नदुख्ने भइसकेपछि क्याम्प 2 बाट अब क्याम्प 3 गइयो। क्याम्प 3 पनि सेटअप गरियो अनि तल क्याम्प 2 झरियो। क्याम्प 2 बाट अनि माथि क्याम्प 4 पनि अक्सिजनहरू लानुपर्ने हुन्छ कि त्यहाँको सिस्टमहरू छ। अनि क्याम्प 2 आइसकेपछि माथि क्याम्प 4 अक्सिजनहरू लगेर डिपोजिट गरियो। त्यो डिपोजिट चाहिँ क्याम्प 4 मा चाहिँ अक्सिजन किन डिपोजिट गर्छ भने पछि अब क्याम्प 4 मा गएर बस्ने समिटमा जाँदाखेरि त होइन, क्याम्प 2 बाट तल बेस क्याम्पबाट हामी माथि क्याम्प 1 मा गइन्छ, क्याम्प 1 बाट क्याम्प 2 गइन्छ होइन। क्याम्प 2 बाट अब एकैचोटि क्याम्प 4 गइन्छ राति अब उठेर होइन, 12 बजीतिर उठेर अब क्याम्प 2 मा सुतेको हुन्छ, माथि क्याम्प 3 मा गइन्छ होइन। अनि त्यहाँ आफ्नो क्लाइन्टहरू हुन्छ, खैरेहरू होइन, अनि आफ्नो गाइडहरू हुन्छ, गाइडहरूसँग अनि खैरेको सामान पनि बोकेर अनि माथि क्याम्प 4 गइन्छ। अनि त्यही अक्सिजन डिपोजिट गरेको चाहिँ अनि हामीले अब सबैलाई भागबाट लगाइन्छ। त्यहाँ सरदार भन्ने हुन्छ, सरदारले भागबाट लगाइदिन्छ अक्सिजनहरू है। अनि त्यो अक्सिजनहरू अब सबैलाई भागबाट लगाइसकेपछि डिभाइड गरिसकेपछि अनि त्यहाँदेखि चाहिँ राति हामीले अब त्यो अब खैरेको 2 टाती बोक्ने, आफ्नो 2 टा जम्मा 4 वटा बोकेर हाम्रो यात्रा अब समिटमा तय हुन्छ। हजुर, त्यही भएर चाहिँ हामीले त्यो डिपोजिट पनि गर्ने कारण त्यो हो। अझै तपाईँहरू जुन समिट गरिसकेपछि माउन्ट एभरेस्ट समिट गरिसकेपछि त्यो त्यो जुन एउटा खुसियाली त्यो सबै पुरा गरिसकेपछि तपाईँ फेरि तल झर्नुहुन्छ होइन। कति किलोमिटर तपाईँ तल आएर बस्नुहुन्छ त्यो समय?